हेलो गाइस, वेलकम टु फुरी क्रिप्टो युट्युब च्यानल। आज म तपाईँहरूको माझमा एउटा सजिलो पाराले युएसडिटी अन गर्ने एउटा एप लिएर आइसकेको छ। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। र आज चाहिँ तपाईँहरूले यो एपमा चाहिँ मैले चाहिँ अहिलेसम्म चाहिँ $4 चाहिँ अन गरिसकेको छ। एकदमै मैले पनि तपाईँहरूलाई अन गरेर देखाउने छु अहिले। र यसमा चाहिँ एकाउन्ट कसरी बनाउनु पर्ने त्यो पनि डिटेल म तपाईँहरूलाई बताउन गइरहेछ। तपाईँहरूले भिडियोलाई स्किप नगरी हेरिदिनु होला। यसमा चाहिँ तपाईँहरूले एकदमै सजिलो छ, केही गर्नु पर्दैन। डिस्क्रिप्सनमा लिङ्क छ, तपाईँहरूले लिङ्कमा क्लिक गरिसकेपछि चाहिँ एप डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरेर तपाईँहरूले एकाउन्ट बनाएर चाहिँ तपाईँहरूले 3-3 घन्टामा चाहिँ तपाईँहरूले यसमा आएर चाहिँ माइनिङ स्टार्ट गर्नुपर्ने हुन्छ। तपाईँहरूले 3 घन्टाको बादमा आयो भने 0.0028 तपाईँहरूको जुन चाहिँ कोइन चाहिँ युएसडिटी कोइन चाहिँ तपाईँहरूलाई माइन भएर तपाईँहरूको एकाउन्टमा जान्छ। र जुन चाहिँ मेरो चाहिँ अहिले माइनिङ भएको छैन, म तपाईँहरूलाई माइनिङ गरेर देखाउने छु। माइनिङ गर्नु लागि चाहिँ गेट स्टार्टमा क्लिक गर्नुपर्ने हुन्छ। गेट स्टार्टमा क्लिक गरिसकेपछि यस्तो खालको माइनिङ स्टार्ट हुन्छ। जस्तै त माइनिङ पोइन्ट स्टार्ट हुन्छ। तपाईँहरूले यसमा चाहिँ हरेक 3 घन्टाको बादमा आएर चाहिँ यसमा तपाईँहरूले माइनिङ फेरि स्टार्ट गर्नुपर्ने हुन्छ। र तपाईँहरूले यसमा चाहिँ तपाईँहरूले जुन चाहिँ ग्रुप बनाएर पनि अन गर्नु सक्नुहुन्छ। र म तपाईँहरूलाई यसमा चाहिँ सबभन्दा पहिला चाहिँ एकाउन्ट बनाएर देखाउने छु। लगआउट गरेर एकाउन्ट बनाउनु लागि चाहिँ अन युवर ROX भन्ने छ, त्यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँनिर क्लिक गरिसकेपछि तपाईँहरूलाई रिडाइरेक्ट गरेर आफ्नो इमेलमा लान्छ। र यस्तो खालको अप्सन देखाउँछ। तपाईँहरू जुनैमा गर्दा पनि भयो। तपाईँहरूको एप्पल फोन छ भने एप्पलमा गर्नुहोस्, छैन भने चाहिँ एन्ड्रोइड फोन छ गुगलमा क्लिक गर्नुहोस्। गुगलमा क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूको इमेलमा रिडाइरेक्ट गरेर चाहिँ इमेल तपाईँहरू चुज गर्नुपर्ने हुन्छ। इमेल चुज गरिसकेपछि तपाईँहरूले यसमा लगइन भइहाल्छ। लगइन भइसकेपछि तपाईँहरू जस्तै नै अघि मेरो माइनिङ स्टार्टको देखाउँछ त्यस्तै नै तपाईँहरूलाई पनि देखाउने छ। यसरी देखाउँछ, देख्नुभयो होला। यस्तो देखाइसकेपछि तपाईँहरू चाहिँ गेट स्टार्टमा क्लिक गरेपछि यसको माइनिङ स्टार्ट हुन्छ। देख्नुभयो होला। मैले पनि यसरी नै गरेर एकदमै फ्रीमै यसमा चाहिँ अन गरेको। तपाईँहरू पनि हरेक 3-3 घन्टामा आएर चाहिँ तपाईँहरूले यसमा काम गरेर चाहिँ तपाईँहरूले युएसडिटी अन गर्नु सक्नुहुन्छ। र यसमा विथड्र गर्नु लागि पनि एनसी वालेटमा गरेपछि एकदमै सजिलो छ। जस्तो तपाईँले विथड्र गर्यो त्यस्तै नै तपाईँहरूको एकाउन्टमा आइहाल्छ। यसको अब एनसी वालेट बनाउनु लागि चाहिँ तपाईँहरूले एकदमै सजिलो छ। जुन चाहिँ एनसी वालेट नै भनेर तपाईँहरूले एप पनि पाइहाल्छ। प्ले स्टोरमा गएर तपाईँहरूले डाउनलोड गरेर तपाईँहरूले एकाउन्ट बनाउनु पर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ तपाईँहरूले यसमा एकाउन्ट बनाउनु पर्ने हुन्छ। एकाउन्ट बनाउनु चाहिँ क्रिएट एकाउन्टमा क्लिक गरेपछि तपाईँहरूले इमेल र 4 डिजिटको पासवर्ड लगाएर चाहिँ तपाईँहरूको एकाउन्ट बनिहाल्छ। र मेरो चाहिँ अलरेडी एकाउन्ट छ र म तपाईँहरूलाई लगइन गरेर देखाउने छु। जुन चाहिँ मैले पुरानो एउटा विथड्र गरेको छु त्यो विथड्रको तपाईँहरूलाई म डिटेल देखाउने छु एनसी वालेटमा। तपाईँहरूलाई एकाउन्ट बनाउनु सजिलो छ, त्यति नै इमेल लाउनु पर्ने हुन्छ र एउटा 4 डिजिटको तपाईँहरूले पासवर्ड क्रिएट गर्नु मात्रै हो। त्यतिमै तपाईँहरूको बनिहाल्छ। र तपाईँहरूले विथड्र चाहिँ जुन चाहिँ तपाईँलाई ROX जुन चाहिँ एपमा चाहिँ तपाईँहरूले इमेल लाउनु भएको छ त्यही इमेल चाहिँ लगाएर एनसी वालेटमा त्यही इमेल लाउनु पर्ने हुन्छ। अनि मात्र तपाईँहरूको यसमा विथड्र हुन्छ। नछ भने तपाईँहरूको यो एनसी वालेटमा विथड्र हुँदैन। र तपाईँले जुन चाहिँ इमेलमा चाहिँ तपाईँहरूले एकाउन्ट बनाउनु भयो त्यही इमेल चाहिँ लाउनु पर्ने हुन्छ एपमा पनि र त एनसी वालेटमा पनि। लोडिङ हुन्छ र लोडिङ भइसकेपछि तपाईँहरूलाई मेरो जति मैले पहिला पुरानो विथड्र गरेको छ त्यो देखाउने छु। यसमा यो चाहिँ मैले अलरेडी पहिला विथड्र गरेको थियो, देख्नुभयो होला। 0.76
76 जुन चाहिँ ROX कोइन मैले विथड्र गरेको थियो। यसको अब USD भ्यालु पनि सेम नै हो, यो NC र त्यो USDT चाहिँ सेम भ्यालु छ। देख्नु भयो होला मेरो विथड्र आइसक्यो, तपाईहरुले पनि त्यसरी नै विथड्र गर्न सक्नुहुन्छ। आजको भिडियो यति नै। तपाईहरुले भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र साथैमा सब्स्क्राइब गर्नु नभुल्नु होला। धन्यवाद।